साथीहरू गुड इभिनिङ। हामीहरू चाहिँ आज जाँदैछौँ अहिले यता विराटनगर फन पार्कतिरको यात्रा हुँदैछ होइन। कस्तरी मुकामा के कस्तो छ आजको घुमाइ हुँदैछ यस्तो विराटनगरमा गर्मीमा। तर पनि अहिले साँझको टाइम भएर अलिकति यसो कमाइलो छ, एकदम चिसो आराम जिन्दगी चलिरहेको छ टक्क तरिकामा होइन। अब यसो हिँड्दै गइरहेको छौँ अहिले चाहिँ। टक्क भोलि इक्जाम छ, भोलि इक्जाम दिएर अनि त्यहाँबाट हाम्रो यात्रा हुनेछ अर्को ठाउँको। आजको यात्रा चाहिँ यता रूटमा 105 विराटनगर रोडको ट्याक्कै सिधा यता मन्दिरतिर त्यही नयनको खाएको हुन्छ नि नयनको पानी। र हामीहरू चाहिँ खानेपानी ट्याङ्की नजिकतिरहेको छौँ अहिले चाहिँ टक्क तरिकामा रमाइलो साथ। आकाशले पनि यसो पानी पर्ला जस्तो भइरहेको छ यार मौसम। तै पनि ठिकै छ। अब कहाँसम्म खुट्टाले साथ दिन्छ त्यहाँसम्म अब मजाले हिँडिदिन्छौँ हामीहरू। अवस्था यता छ बड्डाजी। हामीहरू जाँदैछौँ कुर्लाबारी भन्ने चाहिँ 61 किलोमिटर छ। त्यहाँ चाहिँ जाँदैछौँ हामी चाहिँ गोपालगञ्ज बाटोको लाग्छौँ आज चाहिँ। अब कस्तो छ आजको यात्रा चाहिँ होइन। हामीहरूको यसो रमाइलो गरिदिउँ भनेको आज। अब ठिकै छ। हामी पुगेको छौँ अहिले नामै खानु भएको नदीतिर होइन एक तरिकामा। तर हामीहरू हिँडिरहेको छौँ, पसिनाले पुरा खतम परिरहेको छ यार अहिले जिन्दगी। यता छौँ यो पुलतिर एक तरिकामा। अगाडि यस्तो छ अवस्था, पुलको अवस्था डेन्जर छ, खतम। रोडको यतातिर दिमाग खराब मात्र रहेछ, सबभन्दा डेन्जर अवस्था हेर्नुहोस्। हाम्रो यता फन पार्क आउने मान्छेहरूको फन नै बनाइदिइरहेको छ त्यसलाई आज। फाइनली हामीहरू चाहिँ पुगिसकेका छौँ टक्क तरिकामा। 3 किलोमिटर हिँडेर आइसकेर यतातिर अवस्था रोडको अवस्था यस्तो छ। त्यो रोडमा हामीहरू हिँडेर आइरहेको अब सिमेन्ट कम्पनीमा अब लेबर काम गर्न जानु। अब सिमेन्टको कम्पनी छ त्यहाँ जाने हो, त्यसैमा बस्नुपर्छ क्या। अब लास्टको अवस्था त्यही देखिरहेको छु। फाइनली हजुर हामीहरू चाहिँ फन पार्कभित्र पुगिसकेका छौँ। एकदम रमाइलो छ जिन्दगी एकदम। त्यो त तलबाट देखिने रहेछ, यहाँभित्र छिर्न बाहिर जानुपर्छ यारमा यहाँभित्र। त्यहाँबाट छैन बाटो। टिभीभन्दा त कति ठुलो छ यार। ठिक छ, टिभीभन्दा खतरा ठुलो छ यार। यतातिर जिराफ रहेछ यार, रियलमा नदेखे पनि आज देखिरहेको छ टक्क तरिकामा। जिराफसँग भेट भएको छ यार यतातिर होइन। अनि यता टक्क यस्तो छ, यता यस्तो छ, टक्क एउटा यो मात्र रहेछ यार जिन्दगी। जिराफहरूसँग टक्क रमाउँ कमाउँ। यता यस्तो छ जिन्दगी। अनि कस्तो लागिरहेको छ यार साथी? आउँदाखेरि त हिजो हाम्रो लागि गाह्रै पर्थ्यो। अब यहाँ मन सन्तुष्ट भए त फिलिङ भइरहेको छ होइन। यार विराटनगरको इतिहास भनेको यतिकै होइन। जङ्गल उठाइदिउँ किन त हो नि यार, बस्ने भने खतरा छ यार गाडीमा त। यो त फाइटिङ युद्ध गर्ने यतातिर छ रमाइलो ठाउँहरू बस्नलाई टक्क तरिकामा। यता बस्दिहालौँ टक्क तरिकामा। थकाइ लागिरहेको छ, बस्दिरहेको टक्क। अनि यताबाट यस्तो छ। अनि यहाँ गाई छ होइन टक्क तरिकामा। साथी चाहिँ टक्क रमाइरहेछन्। यता जिराफ छ यता टक्क। अनि त्यहाँ चाहिँ माथि यस्तो छ यस्तो छ। पुरा रमाइलो छ जिन्दगी यार। रमाइलो यतै छ आजको दिन चाहिँ। यसो घुमिहालौँ भनेर टक्क तरिकामा। यता माछा छन् कि क्या? यता यस्तो अवस्था छ। यस्तो अवस्थामा पुगिरहेको छौँ हामीहरू। त्यहाँ खेल्न जानुपर्छ क्या यार हिँड्ने बेलामा। त्यहाँ पनि टिकट काट्नुपर्छ होला चढ्नलाई। त्यो चाहिँ चढ्नेवाला टक्क तरिकामा रमाइलो होइन। खतरनाक रहेछ त यार। किङकङ। हामी पृथ्वी नजिक छौँ अहिले अर्को ग्रहबाट होइन। हामी अर्को ग्रहबाट अब एकछिनमा भित्र जानेछौँ पृथ्वी। नेपाल त खै यार कहाँ छ यार, अत्तो छैन यार। खै नेपाल खोज त। ओ नेपाल खोज नेपाल।
नेपाल खोज नेपाललाई भेट्टाउनु पऱ्यो नि यार तिमीले भेट्टाइदिनु पऱ्यो नेपाल घुमाइदियो नेपाललाई भेट्टाउनै सकेन होइन नेपाल भेट्टाउन सकिएन साथीहरू यताको जिन्दगी यस्तो छ यस्तो यताबाट हेर्दाखेरि रमाइलो छ यता छ हाम्रो दिलबाइट अनि यता छ हाम्रो जिन्दगीको यस्तो मोड अनि यता छ यस्तो मोड यहाँ छ जुन तारा यहाँ खिच्नुपर्छ फोटा टक्क माया तिम्रो लागि जुन तारा ल्याएर आएको छु जुन हेरौँ त यता जुन ल्याइदिएर छु मैले तिमीलाई हेरौँ बाघदेखि त हामी लड्छौँ बाघसँग त हामीहरू टक्क शिकार खेल्छौँ हामीहरू बाघसँग हेरौँ त बाघसँग चपाइदेला नि फेरि हाप्रै चाहिँ गैँडा फाइनली गैँडा तरिकामा गैँडासँग पनि भेट भयो अनि हाम्रो झन्चुताली होइन अनि हाम्रो हल तिम्रो बेस्ट चिम्पान्जी रमाइलो छ यो हात्ती साइड त जाँदै गएनौ त यार जाँदैछौँ यता हात्तीहरू भेट्न टक्क तरिकामा खतरनाक छ हाम्रो जिन्दगी विराटनगरतिर आएपछि चाहिँ यहाँतिर यसो रमाइलो गर्नु होला टक्क तरिकामा साथीहरू हाम्रो त यस्तै छ जिन्दगी रमाइलो हाम्रो टोली चाहिँ अब यताबाट निस्किँदैछ टक्क तरिकामा अब आज यति नै गरौँ होला साँझ पनि परिसक्यो टक्क तरिकामा होइन र साथीहरू हाम्रो चाहिँ अब आजको दिन चाहिँ लास्ट यता विराटनगर चाहिँ अब दिउँसो चाहिँ इक्जाम दिएर हामीहरू फर्किजान्छौँ धरानतिर आज अनि के खाइयो त यार अब यतातिर बसेर जस थकाली सेट खाइयो होइन अनि हिजो चाहिँ चिकन खाना 160मा होइन आज मटन खाना 220 अनि थकाली खाना लास्ट 1100 यतातिर बाँच्न त्यही भएर अलिकति साइडको होटलतिर खोज्नु होला खाना खाँदाखेरि एकदम सस्तोमा मिल्छ अलि थकालीमा गयो भने अलिक महँगै पर्छ जोस् कहिलेकाहीँ नेवारी पनि खानु होला नेवारी पनि मिल्न तर हामीले खाएको चाहिँ छैनौँ अब हामी धरानमा भेट्नेछौँ साथीहरू हेलो साथीहरू हामी चाहिँ अब यताबाट विराटनगरबाट लागिसक्यौँ धरानतिरको यात्रामा छौँ पानी पर्ला जस्तो भइरहेको छ होइन तरिकामा